विश्वामित्र गुरुले बाबु यो धनुमा एउटा किनभने त्यो यज्ञशालामा एक दिनको पाठ सिकेपछि त्यो धनु पल्साएर निर्णय गर्न पर्ने कुनै राजा रजतका काजी कदमले बुझाउन सकेन। तिनै सीता जानकी भन्ने बालिकाले तुरुत्त उठेर दायाँको बायाँ बनाइदिनु अनि राजालाई यति मैया अकबर ल्याएर मैले घरमा दिनु परेन फेला पारी भने तिनीलाई तीन वर चाहिँ कस्तो पाइन्छ त भने मन्त्री साह्रै चलाक रहेछ। मन्त्रीले भन्यो महाराज यो काम नगर्छ किनभने भोलिको दिनमा सीता जानकीका स्वयंवर हुन्छ। यो शिवजीको धनु परशुरामले सजाएको जुन पुरुषले यसलाई बनाउँछ त्यसैलाई स्वयंवर गर्ने भनेर नारायण आवाज दिनु हे 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 आवाज दिनु। हेर्दै जाँदै गरे महाराज साराले अनि पछि पालो आयो रामको। विश्वामित्र गुरुले बाबु यही हो धनु भनेर देखाउने बित्तिकै ताँदो जोडेर चतुर बाबु रामले नारायण यो बाबु पड्काइदिनु पड्काइदिनु। सारा दिदीबहिनी आमा दाजुभाइलाई अब अगाउनु भएछ। यो कथा प्रवचन गरे पनि कानरुपी तिब्राको सारै कथा कानरुपी तिब्राले सुन्ने बयानमा बयान गरेको कथा अगाउनु भएछ। रुष्ट भएपछि पुयो पुयो भनेर उठी पानी जान्छ। यो कथालाई आज विश्राम गरौँ भोलि आउँछु नमरी बाँचे कालले साँचे तपाईँहरूको अगाडि नारायण भोलि भनौँ हरे नाम भोलि।